नमस्कार। हामी अहिले वीरगञ्जका चर्चित फिजिसियन डाक्टर हुनुहुन्छ नीरज सिंहजी। उहाँलाई यो यस विषयमा चाहिँ उहाँले चाहिँ कति वर्षदेखि यो कन्सल्टेन्सी फिजिसियनमा काम गर्दै हुनुहुन्छ र अहिले कहाँबाट चाहिँ उहाँले सेवा प्रवाह गर्दै हुनुहुन्छ भन्ने विषयमा चाहिँ हामी छोटकरीमा उहाँसँग कुराकानी गर्दैछौँ। नमस्कार डाक्टर साहब। नमस्ते जगतजी। यहाँ चाहिँ लामो समयदेखि वीरगञ्जमा सेवा दिँदै आउनुहुन्छ र विगत केही दिनदेखि मुख्य सडकमा चाहिँ एउटा सेवा प्रवाह गर्दै हुनुहुन्थ्यो। अहिले त्यो सडकहरू फराकिलो गर्ने अभियानमा चाहिँ त्यहाँबाट चाहिँ विस्थापित हुनुभएको छ र अहिले कहाँनिर चाहिँ बडा सेवा प्रवाह गर्दै हुनुहुन्छ र यहाँले चाहिँ कस्ता कस्ता सेवाहरू चाहिँ प्रवाह गर्दै हुनुहुन्छ यस विषयमा जानकारी पाउनु। जगतजी, म चाहिँ अब मेरो नाम चाहिँ डाक्टर नीरज सिंह भयो होइन। फिजिसियनको रूपमा कार्यरत झन्डै वीरगञ्ज बसाइ त मेरो झन्डै 20-21 वर्षको भयो। तर पहिला म मेडिकल अथिकको रूपमा काम गरेँ र पछि चाहिँ फिजिसियन भएको पनि झन्डै भनौँ न 14 वर्ष जस्तो भइसक्यो। र मैले अहिले चाहिँ मेन रोडको बिर्तामा चाहिँ म झन्डै 14 वर्षदेखि त्यही काम गरिरहेको थिएँ र अहिले चाहिँ सडक विस्तारसँगै चाहिँ आफ्नो क्लिनिक आफू बसेको कोठाहरू भत्केको हुनाले मैले चाहिँ यो रेलवे रोडमा यसलाई चाहिँ अमर चौक भन्छ, अनि कसैले यसलाई बोखार चौक पनि भन्छन्। अनि नापी शाखाको थाके अगाडि चाहिँ यहाँ मैले आफ्नै एउटा क्लिनिक मनोकामना हेल्थ क्लिनिक भनेर दर्ता गराएर म यहाँ सरेको छु। र विशेष गरी मैले सधैँ हेर्ने बिरामीहरूमा ब्लड प्रेसर, डायबिटिज, पुरानो ग्यास्ट्रिकको रोगहरू, त्यसै गरी थाइरोइडको बिरामीहरू र भनौँ न बाथको रोगहरू, यिनीहरू नै मैले चाहिँ मुख्यतः चाहिँ हेर्ने गर्छु। वीरगञ्जमा लामो समयदेखि यहाँले सेवा प्रवाह गर्दै हुनुहुन्छ र कोरोना कालमा पनि यहाँले चाहिँ राम्रो योगदान गर्नुभएको छ। यहाँ वीरगञ्जको भनौँ न एउटा वरिष्ठ डाक्टरको रूपमा चाहिँ यहाँ परिचित पनि हुनुहुन्छ। यहाँले जुन दिनुभएको सेवाहरूमा चाहिँ जनताहरू सन्तुष्टि चाहिँ हुनुहुन्छ। अझ थप सेवा दिन यहाँले चाहिँ कस्तो खालको चाहिँ योजनाहरू बनाउनु भएको छ र यहाँले चाहिँ दिनुभएको सेवाहरूमा कस्तो खालको अझ यहाँ चाहिँ डाक्टरहरूको चाहिँ आवश्यकता छ भने यहाँको चाहिँ सल्लाह सुझाव के छ? निश्चित रूपमा वीरगञ्जमा मैले आफूले गरेको कामहरू र स्पेसली भन्ने हो भने कोभिडको बेलामा जुन काम गरियो र जनताले पनि धेरै हिम्मत दिनुभयो, प्रोत्साहन दिनुभयो त्यति बेला मेहनत। किनभने कोभिडको बेलामा हाम्रो लागि पनि नौलो कुरा थियो होइन। तर जनताले जुन साथ र जुन हिम्मत दिनुभयो, जुन माया दिनुभयो, जुन प्रेम दिनुभयो, त्यो अविस्मरणीय छ। किनभने त्यसको कुनै तुल्यै छैन। जुन जनमानसले जुन माया दिएको छ, जुन सम्मान दिएको छ, मलाई लाग्छ मैले जिन्दगीमा कहिले सोचेको थिइनँ कि मैले यति सम्मान पाउँछु भनेर। र कोभिड काललाई जहिले पनि सम्झँदाखेरि अहिले पनि जिउ एकदमै रन्नक भएर आउँछ, भनौँ न प्रफुल्ल भएर आउँछ। त्यो चाहिँ त्यो लेभलको चाहिँ जनताले सम्मान दिएका हुन्। र वीरगञ्जमा अब निश्चय पनि हाम्रो फिल्डमा यसलाई सुपर स्पेसिलिटी भन्छ, भनाइबाट अलिक उच्च विशेषज्ञहरू, यस्ता कुराहरू चाहिँ जरुरी छ। भनाइको अर्थ वीरगञ्जमा अहिले पनि मुटुको सेवाहरू जुन हिसाबमा सुचारू हुनुपर्ने भइसकेको छैन। अब नारायणी अस्पतालमा क्याथ ल्याबको बिल्डिङ बनाएको छ, नेसनल मेडिकल कलेजमा अलिअलि कामहरू भइरहेको छन्। तर एकदम धारा प्रवाह रूपमा जुन हुनुपर्ने, ठाम्मै वीरगञ्जबाट रेफरल रोकिनुपर्ने त्यस्तो कामहरू चाहिँ अहिले भएको छैन। अब नारायणी अस्पतालमा भएको क्याथ ल्याबले गति लिएला भन्ने आशा राख्दैछौँ। त्यहाँ सरकारले केही मुटु रोगका अझै विशेषज्ञहरू पठाएर त्यसलाई सुचारू गर्यो भने यो भूभाग इभन सीमावर्ती इलाकाको बिरामीहरूको लागि पनि राम्रो हुनेछ। त्यसै गरी अलिकति न्युरो फिजिसियनतर्फ पनि कोही आएको खण्डमा चाहिँ धेरै जसो बिरामीहरू चाहिँ यहाँ न्युरो फिजिसियन छैनन् होइन। न्युरो फिजिसियन नभएपछि चाहिँ उहाँहरू चाहिँ न्युरो सर्जनलाई देखाइरहेको हुन्छन्। बिरामीलाई थाहा छैन कि कुन बिरामी कसलाई देखाउने भन्ने कुरा। त्यस कारण न्युरो फिजिसियनको पनि यो फिल्ड वीरगञ्जमा आवश्यकता छ। यस्तै सुपर स्पेसिलिटी फिल्डहरूमा चाहिँ वीरगञ्जमा चाहिँ केही मानिसहरूको आवश्यकता चाहिँ छ। यहाँले भनिरहँदाखेरि हाम्रो वीरगञ्जमा चाहिँ अहिले डाक्टरहरूको जसरी आवश्यकता छ त्यो अनुसारको पदपूर्ति भएको छैन भन्ने कुरा यहाँले जानकारी गर्नु। र दुवै कुरा सरकारी तर्फबाट पनि पदपूर्ति छैन र प्राइभेट सेक्टरबाट पनि छैन र इभन मेडिकल कलेजले पनि यसलाई भनौँ न जसरी न्युरो फिजिसियनहरूको सेवाहरू
सरकारीले गर्न नसके पनि प्राइभेट मेडिकल कलेजले पनि गरेको भए एउटा राम्रो हुन्थ्यो। त्यो पाटोमा पनि भएको छैन। यहाँले भनिराख्दाखेरि हामी पर्सा जिल्लाको एउटा जनताको हकमा भनौँ या जनताले जसरी यहाँ हामीले डक्टरहरूलाई जसरी सम्मान दिनुपर्ने त्यो विषयमा चाहिँ अलिकति कहीँ कन्फ्युजै भएको जस्तो यहाँलाई लाग्छ नि? अब निश्चय पनि समय सापेक्ष चाहिँ अब के हुन्छ भने हेर्नुहोस्, यसमा दुईवटा कुरा बुझ्न के जरुरी छ भने जनताले सम्मान गर्ने नगर्ने त एउटा आफ्नो ठाउँमा भयो होइन। अर्को कुरा के छ भने हाम्रो समाजको अहिले चाहिँ शिक्षाको स्तर नै घट्यो। शिक्षाको स्तर घटेपछि के हुन्छ भने मान्छेको पढाइ लेखाइ कमजोर भएपछि धेरै जसो मान्छेले कुरा बुझ्दैन। कुरा नबुझेपछि मान्छेहरू रिसमा आवेगमा आउँछन् र त्यसको प्रतिक्रिया स्वरूप उनीहरूले चाहिँ भनौँ न नियम कानुन तोड्ने कामहरू गर्छन्। एउटा शिक्षित व्यक्तिले नियम भनेको के हो, कानुन भनेको के हो, कसरी गर्ने, कुनै समस्या छ भने त्यसको समाधान कसरी खोज्ने र एउटा कस्तो छ भने एउटा शिक्षित व्यक्तिलाई धेरै आफ्नो शरीरको अङ्ग पनि थाहा हुन्छ होइन। कुन अङ्ग मेरो दायाँपट्टि छ, कुन अङ्ग देब्रेपट्टि छ होइन। अब दायाँपट्टि दुख्यो भने लिभर छ, देब्रेपट्टि दुख्यो भने मुटु छ होइन। भनाइको अर्थ के छ भने अलिअलि पनि मान्छेलाई नलेज भयो भने उसलाई त्यो हिसाबमा पनि सोच्न सजिलो हुन्छ। त्यो लेभलको नलेज, त्यो लेभलको चाहिँ शिक्षा नभएपछि के हुन्छ भने मान्छेले आफ्नो रोगको र आफ्नो शरीरको जानकारी नै हुँदैन। ऊ हरेक कुरामा आँकिरहेको हुन्छ, रिसमा हुन्छ, आवेगमा हुन्छ र यो सबै कुरा चाहिँ स्वास्थ्य क्षेत्रको स्वास्थ्य कर्मीले झेल्नुपर्छ। त्यसकारण स्वास्थ्य कर्मीहरूले आफूलाई भनौँ न यो रिस र आवेगले गर्दा कहिलेकाहीँ मतलब सुरक्षित महसुस गर्दैन। यसलाई हामीले यसरी बुझ्न जरुरी छ। यहाँलाई धन्यवाद। र अन्त्यमा के सुझाव दिन चाहनुहुन्छ? निश्चय पनि हामी सबैले मिलेर होइन अब भनौँ न हामीले हाम्रो क्षेत्रको विकास गर्ने हो। हामीले वीरगञ्जलाई स्वास्थ्यमा आत्मनिर्भर बनाउने हो। वीरगञ्जलाई जसरी पनि हामीले एउटा भनौँ न एउटा हेल्थ टुरिज्मको रूपमा पनि सोच्न सकिन्छ। किनभने छेउछाउका सीमावर्ती इलाकाका भारतको सहरहरू छन्, उनीहरू पनि त्यति डेभलप छैनन्। हामीले डेभलप गरेर त्यहाँ भएको बिरामीहरूलाई मात्र पनि ल्याउन सक्यौँ भने यसले नेपालमा दुई किसिमको फाइदा हुन्थ्यो। एउटा स्वास्थ्य सेवा पनि प्रभाव हुन्थ्यो, अर्को के छ भने हामीले हाम्रो देशको लागि एउटा चाहिँ अर्थ आर्जन गर्ने पनि एउटा बाटो हुनसक्छ। आजकल वर्ल्ड वाइज यो टर्म एकदम चल्छ हेल्थ टुरिज्म र धेरै ठुलो सेक्टरमा नभए पनि सानो सेक्टरमा सानै समुदायमा पनि हामीले गर्न सक्छौँ र मेरो विचारमा यो दिशामा हामी लाग्न जरुरी छ र यसमा सम्पूर्ण वीरगञ्जवासीले सोच्न पनि जरुरी छ। धन्यवाद।